हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ मेरो छोरीको बर्थडे, मेरो जिन्दगीकै खुसीको दिन। आजको दिन चाहिँ मेरो छोरीलाई ह्याप्पी बर्थडे भनौँ है। आई अन्सु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु छोरी, मेरो बच्चा। आज मेरो छोरी जन्मेको दिन हैन, हो कि हैन? मेरो छोरी, तिमी ज्ञानी हुनुहोस्, धेरै पढ्नु, तिम्रो नामबाट मामुलाई चिनाउनु है। हस्, यता हेर्देऊ न, ताली बजाऊ त ल, ताली बजाऊ, ताली बजाऊ ल, नै ल, टकन टुकुन टक्का, टकन टुकुन टक्का। ल अब ताली बजाउने, ताली बजाऊ, गीत सुनेर ताली बजाऊ। अब ल, मेरो सानो के गर्छ अब? ढले 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 ढले, म त ढले 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 ढलेको आऊ। आज चाहिँ हामी अब तयारी गर्दैछौँ। आज यसो सानो सानो पार्टी गरौँ भनेर। स्पेसल त बनाउनु पऱ्यो नि, मेरो स्पेसल मान्छेको होइन। यता हेर्दैऊ न त ल, यता हेर्दै फेरि ह्याप्पी बर्थडे भन्छु ल म। ह्याप्पी बर्थडे टु यु सानो, खै मलाई माया गरिदेऊ नि त ल, माया गरिदेऊ ल, गरिदिनु न, माया गरिदेऊ न। भगवान मेरो छोरीलाई सधैँ रक्षा गरिदिनुहोस्। ल यहाँ आऊ, तिम्रो टिका लाउनु पर्यो नि त। ल अब मेरो छोरी ज्ञानी हुनुहोस्। 1 वर्ष भइहाल्यो, कति छिटो बढेको मेरो राजा। ज्ञानी हुनुहोस्, मम्मालाई माया गर्नु है मेरो राजा। अब खुट्टी कसै ढोक्ने हुन्छ नि, खुट्टी कसै ढोक्छ छैन। एकचोटि माया देऊ न, तिमी कति छिटो ठुली भयो के हो के सानो। यहाँ हेर छोरी सानो, यता मम्मालाई हेर न। 1 वर्ष पुग्यो मेरो छोरी। मुला देखेर पछाडि जन्मदिनको धेरै शुभकामना है छोरी, ठुलो मान्छे बने। लाउन रे त्यो रातो देखियो। ल यता कोची आइ ल, बुद्धिमान ज्ञानमान सब हुनु है छोरी। ल खोइ, ठुलो मान्छे बनेछ है। यहाँ चाहिँ खानाहरू अब रेडी हुँदैछ। अहिले चाहिँ नबनाउने भनेर अचारको लागि रेडी भएको छ। यहाँ तरकारीको लागि यो चाहिँ मासु भइहाल्यो, उसको लागि यो अचारको लागि। यहाँ चाहिँ चिकन रेडी हुँदैछ, सिमना हालेको छ। अब बनाउनलाई रेडी, अब एकछिनमा बनाउने। साँझ गर्ने हो नि त, अब लगभग 6-7 बज्छ होला। त्यही भएर अहिले किन खाना बनाउनु भनेर अब सबै काटकुट बनाएर रेडी बनाएपछि त टाइम लाग्दैन। त्यही भएर काटकुट बनाएको। अब एकछिनमा
12-1 बजीतिरदेखि बनाउनु थाल्नु पर्ला। छोरीको यस्तो छ पारै। सानो तिमी त्यस्तो नगर न, उता जाऊ न, टिभी हेर्न जाऊ न। सानो भइरहेछ फेरि, हो कि न? चलिरहेछ कामहरू। कलर उस्तै उस्तै भए। यहाँ अझै कति फुक्ने बाँकी छ नि त, अरू कलरका। हामीले त ठुल्ठुलो धेरै फुक्यौँ, मसिनो त यहाँ छ क्या धेरै कलरहरू। अहिले उसको बाबा आएको छोड। फुक्नेवाला ल्याएर दुइटै बिग्रियो, अनि योचोटि नल्याएको हामीले त दिक्क लागेर। त्यहाँ थियो मगाएको योभन्दा अगाडिको चोटि बिग्रियो क्या। हामी यहाँ केक बन्दैछ, यहाँ केक बनाउनु हुँदैछ मेरो भाउजूले। यहाँ केक तयारी हुँदैछ हाम्रो। केक बन्दैछ धमाधम। यस्तो के सोचे थिए जिन्दगीमा वाला भयो, हामीले सोचेको अर्को। लास्टमा अर्को वालामा हामी डिसिजन गर्यौँ। अच्छा रोस्टवाली रोस्ट बन्दै यता हाम्रो। यो कोकोलाई रोस्ट मनपर्छ, हेरिरहनु। काट्न रेडी। यो त हाम्रो पुकु छोरी, कति राम्री भएर आइक्यो हाम्री छोरी। यो बहिनीलाई भेट्न आएको भन्थ्यो, बहिनीको बर्थडेमा आएको भन्दैछु। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु। यो यसरी यो बाबु त्यो वान चेक दियो नि त। आम्मा गयो। यो पनि ल्याइदेऊ न, चिसो छोड्न के उसले। चिसो भएर पक्रिन्छ नि त। त्यो भयो त फर्किसक्यो। कुनै खेलाइ हुन्थ्यो कि त। सानो छौ न। चिसो 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 धेरै चिसो छ है त्यो केक चाहिँ। ल आफै लगाएर त ऊ ल ल खुसी भइरहेको त। ह्यापी बर्थडे। चिसो भयो। यहाँ सबलाई राखेर अहिले सब मिक्सन थियो। अनि कपडा फर्काउन लाग्यो त। बाबु बस्छ कि टी सर्ट ल्याएर खेलाउँथ्यो नि त। उसलाई चाहियो त। सबलाई राख्छ। ल शर्मा उसले त चिसो मनले गराउँछ। ल ल भयो। ल शर्मा ल। शर्मा यस्तो छड्के बटे। ए हाय आइसु। देखेछु। टिस्यु छ भाउजू। टिस्यु त्यो एउटा डब्बा। Happy birthday to you. यो देख्यो है? Happy birthday, happy birthday to you. भयो?
Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday पैसा त ल्याएन त Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to ल खोइ हात दियो त भने चाहिँ है पैसा दिनु कर्मा लाग्छ क्या कर्मा आज त बर्थडे हो बर्थडे ह्यापी बर्थडे त्यो त हल्का चटाइदिए मात्रै हुन्छ अलिकति लाग्यो ह्यापी बर्थडे टु यु यो टिका फेरि जाँदै नजाँदो रहेछ कि यो लिसाइले हातमै ढोके हुन्छ क्या म त ढोकर नै बिर्से चाहिँ छानो मान्छेलाई त्यही राखिदिनु
खै लिन्छ खुट्टा दिन्छ खुट्टा जोखम खुट्टा कस्तो हातैले ढोक्यो के हातमै ढोके हुन्छ कि भान्जी भान्जीको त खुट्टै ढोक्नु पर्यो होइन बाबाले यहाँ त्यो टेबल मुनि त्यहाँ छेउछाउ बसेको फोटो खिच्नु ल अब यति पुग्यो दाउनु ल यता यता ल अब जानु वाल पे काट्नु दे आऊ यहाँ जल्दी ओ शर्मा हजुर यसले चलाइदिइसकेछ अब छड्दै खिच्न पुग्दैन होला त्यसरी ल दिदी ल बहिनी ल अब पालु पालुलाई त्यो चक्कु सबै लगाइदिने हुन्छ जल्दी लाइन कपो खाइरहा यसले काट्दै यो दिएन भने यहाँ कहाँ बस्दै ठुलो भयो काकुको पैसा फालिदियो भन्न सक्दिनँ हजुरले दिएको ल ल यता हेर तँ यता हेर जरा जल्दी जल्दी ल कितिनी अब यस्तै हो ल यता हेर कुन्चु यता हेर यहाँ जल्दी
メイクアップをするためのですね、今からね、動いていきたいと思います。それでは、なんと、今年も始まって本当に毎日忙しく過ごしておりますけれども、メイクアップというのはですね、日々の त्यो मोबाइल कहाँ छ यार हामी 今 उयो एड स्किप गरेर 日はですね、これからエナジェティックシューティング撮影があります。そして夜はですね、私が楽しみにしていたお世話になっている方のライブに行かせていただきます。ということで、アーティストの方から見たですね、美しい景色になれるようなメイクアップをしていきたいと思います。まずはですね、今日夜までね、 दुनियाँबाट तल गरे हो ल ल ल यता हेर हेरेछ है जल्लो जल्लो यता 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 जल्दी यहाँ भयो 4-5 मुना मदन बाँकी नै छैन यो गुलियो आउँछ रहेछ इको भयो यिनीहरू दुईटा दुईटा उयो कि ल त्यहाँ फोटो किन्नु जान्छ जल्दी जल्दी हेर म यता बस्छु बस यहाँ बनिसक्यो यस्तो छ हाम्रो देखाउनु पनि सबै राख्नु पर्यो पार्टी सुरु भयो आयांशको बर्थडेको मिठो भएछ कि नै ल दिदी हेलो भनिदिनु आइसी ल ल ल सर्टा हेलो प्रकाश हेलो कमला हेलो दादा दमादम भइरहे हजुर दादा
थाहा छैन बाटो म सबै अमर चाहिँ भाषा म जान्छु सुसुले लिन बाटो बाटो तिमीलाई पनि थाहा छैन अझै एउटा चाहियो कहाँनिर सिधै चाहिँ बाटो त त्यही खाइस्या भन्दै तपाईँ के म लोकेसन टङ्की पठाउँछु टङ्की होइन त्यो टङ्कीको सिधै त हो नि भिडियो हो कि फोटो हो भिडियो खाने बस्नु सबै खाएको माथि केक राख्छ खोइ यहाँ पकाउनु दिदी बहिनी बस्नु के तिनटै सुते भयो ठुलो त्यो भिडियो लामो भयो हेर्ने खोल्यो बुबाहरूले मलाई रुन्छ क्या नाच्नु ल है ल है ल है यो गीत त के हाल्नु नाच्नु यो अर्कै गीतमा हो के चौको माया पिरतीलाई देऊ खेलबारी बाजै चाकुरी नमस्कार नमस्कार ओहो भाइ टिका लगाउने हो खानपिन हालिहाल्छ आउँछ त्यसको भोल्युम बढाउ अब त सब फुटिसक्यो बजा Thank you.
अब बुढी छोरी पाएपछि त होइन हेलो